खासमा जीवनमा बाँच्नको लागि सङ्घर्ष चाहिँ धेरै नै गर्नुपर्छ। यहाँ एउटा हिउँ चितुवाले चाहिँ एउटा बाख्रो नभनौँ, अब त्यो माथि हिमालतिरै बस्ने एउटा भेडाको प्रजातिलाई चाहिँ आक्रमण गरेर त्यसरी लडाउँदै ऊ पनि त्यसरी नै तल ढुङ्गामा बजारिँदै तल जाँदै गरेको दृश्य देख्न सकिन्छ। अब यहाँ हेर्दाखेरि यस्तो काली लाग्दो छ, घरि उसले पकड्छ, घरि अब त्यस पछाडि ऊ उम्केर भाग्छ, अहिले भाग्दैछ, भागेर अब पहरामा पुगिसक्यो। पहराबाट उसले हाम फालेपछि सँगै त्यहाँबाट पनि अब ऊ त्यहाँबाट लडेर तल हुँदै ढुङ्गामा बजारिँदै तल पुगिसकेको छ। अब पुगिसकेपछि चाहिँ अब त्यो कहाँ पुग्यो भन्ने चाहिँ अहिले देखिँदैन। अब त्यो चितुवा चाहिँ त्यहाँ माथि बसेर हेरिराखेको छ। अब त्यहाँ यस्तो सङ्घर्ष भएछ जीवन भन्ने कुरा चाहिँ अब यहाँ देखिन्छ। अब त्यहाँ नदेखिसकेपछि उसले चाहिँ त्यहाँ हेर्दैछ, कता गयो भनेर हेर्दैछ। हेरेपछि एकछिनमा उसले तल देख्छ, देख्न चाहिँ, तर अब के भयो